जय श्री सचिदानन्द सबै भक्तगणहरूलाई। म आजको मेरो शिक्षक चाहिँ द फ्याक्ट अफ लभ्स रेजिलियन्स, जुन चाहिँ मैले हिजो भनेको थिएँ। मैले यो धेरै लामो प्रिपेयर गरेको थिएँ होइन। अनि त्यो हिजो चाहिँ अलिकति आदि भनिसकेर मैले यो अर्को पार्ट चाहिँ आज म भन्दैछु। त्यो चाहिँ अलिकति मजेदार पनि छ होइन। अनि जुन चाहिँ के अरे हामीले जानेर होस् या नजानेर होस् यो प्रक्रियामा हामी गइरहेको हुँदो रहेछौँ क्या। हामीले नजानी पनि जीवनको कतिवटा घटनाहरू त्यो प्रक्रिया हुनुपर्ने प्रक्रिया आफ्नै भइरहेको छ। किनभने मेरो साथमा चाहिँ जो जिन्दगीमा जुन घटनाहरू घटेको छ होइन, त्यसमा चाहिँ अब अहिले यो मैले यसो हेर्दाखेरि त भएर एक्ज्याक्टली त्यस्तै प्रोसेसमा गएको रहेछ क्या। यो चाहिँ अब सामान्य हामी सबैजनाको जिन्दगीमा यस्तो सायद भएको होला होइन। त्यही कारण चाहिँ अब म यो अलिकति के यो चाहिँ अलिकति लामै जस्तो छ होइन। अनि यसले के भन्छ भनेदेखिको एउटा रबर ब्यान्ड इफेक्ट होइन। यसले चाहिँ अब हामीलाई जीवनमा रबर ब्यान्ड तानेर एकदम त्यसको लिमिटमा पुर्यायो भने के हुन्छ, त्यो चुट्टिन्छ होइन। मान्छेलाई पनि अब समस्याले घेरेर उसलाई यति लिमिटदेखि पर तानेर त्यहाँदेखि चट्ट छोडेर उसलाई ब्याक टु उसको आफ्नो नर्मल प्लेसमा आउँदाखेरि त्यो मान्छेलाई कस्तो फिल हुन्छ होइन। अनि त्यसको बारेमा चाहिँ यहाँ भनेको रहेछ र मलाई चाहिँ यो अलिकति मजेदार लाग्यो होइन। यो सबैको जीवनको घटनामा घटेर आएको र अलिकति हामीलाई यो यस्तो प्रोसेसमा त हामी सबै गइरहेकै हुँदो रहेछौँ भन्ने हामीलाई फिल हुन्छ क्या यसमा। अनि जब कसैसँग हामी प्रेम गर्छौँ, यसको मतलब यो होइन कि यो बिना झगडा, बिना लडाई, बिना तनाव, बिना चिन्ता अनि नाना प्रकारको जो नकारात्मक त्यो पोइन्ट्सहरू हाम्रो जीवनमा त्यसले ल्याउँछ नि, त्यो बिना आउँछ हामीलाई खुसी नै खुसी हुन्छ, सुखी नै सुखी हुन्छ भन्ने त कहिले पनि हुँदैन होइन। भनेपछि हामीले चाहिँ अब कम्मर कसेर हामीलाई थाहा छ यो यस्तो डरलाग्दो यसले हामीलाई तनाव दिन्छ, यसले डरलाग्दो हामीलाई बर्बाद गर्छ भन्ने कुरो थाहा हुँदै पनि हामीले यो च्यालेन्जिङ सिचुएसनलाई हामीले एक्सेप्टेड गर्छौँ होइन। एक्सेप्ट गरेर जीवनमा के अरे अब प्रायः जस्तोले त अब राम्रै हुन्छ होला भनेर अब त्यो च्यालेन्ज लिइरहेको हुन्छ होइन। तर के हुँदो रहेछ भनेदेखिको चाहे आफूले तपाईँले जति नै राम्रो गर्नुहोस् होइन, चाहे तपाईँले म यो मेरो नयाँ जिन्दगीको सुरुवात म गर्दैछु र म दुनियाँलाई म बेस्ट बुहारी, बेस्ट आमा, बेस्ट पत्नी होइन, सबै कुरो बेस्ट भएर म देखाउँछु भनेर चाहिँ तपाईँले आफ्नै आफूलाई कति प्रमिस गरेको हुन्छ। तर अब जब तपाईँले त्यो अनुभव गर्दै जानुहुन्छ त्यसमा पसेर चाहिँ अब तपाईँले त्यो सबै एक्सपिरियन्सेसहरू गर्दै जानुहुन्छ होइन। त्यो सम्बन्धको चाहे पति पत्नीको सम्बन्ध होस् या त परिवारमा एक पक्ष र अर्को पक्ष होस् होइन। यो यस्तो साह्रो तनाव हाम्रो जीवनमा भइ नै रहन्छ होइन। तर जब तपाईँले एक्सपिरियन्स गर्दा तपाईँलाई रियालिटी के हो भन्ने कुरो चाहिँ अब तपाईँलाई थाहा हुन्छ। अब कसैको त अब सक्सेसफुल राम्रो पनि हुन्छ होइन। तर कसैको त जति गर्दाखेरि पनि यो के अरे जोखिमपूर्ण जिन्दगी नै हुन्छ। अनि यो पनि कति अचम्मको जिन्दगी छ होइन। हाम्रो सबैको राम्रो किन नभएको है। कसैको त सामान्य छ, कसैको त धेरै नै मर्नु र बाँच्नु भएर जिरहनु पर्छ, कसैको त खुसी नै खुसी छ होइन, कसैको त केही नगरिकन के अरे उनीहरूलाई कति आराम छ
उनीहरू जिन्दगीमा मोज मस्ती गर्छ होइन। र यो एक रिपेयर साइकल यो किन भएको भन्दा यो बुझ्नुपर्छ कि हामीले यो एउटा भगवानले यस्तो सिस्टम बनाइदिनु भएको छ होइन, ताकि यसबाट हामीहरू रिपेयर भएर हिल्ड भएर होइन। खासै गरी चाहिँ हाम्रो जीवनको उद्देश्य त यही रहेछ नि त होइन। जति पनि कमी कमजोरी हाम्रोमा छ होइन, त्यसलाई चाहिँ अब हामीले त्यो कमी कमजोरीबाट उत्तीर्ण भएर चाहिँ हामीले आफ्नै आपलाई चाहिँ अब उच्च स्थानमा अब पुर्याउने चेष्टा गर्नु पर्दो रहेछ होइन। यो चाहिँ अब लाइफको यस्तो ब्युटिफुल टेस्ट होइन। अनि यो चाहिँ एउटा रिपेयर साइकलमा चलिरहेको एउटा प्रोसेस रहेछ। यो रेजिलियन्स होइन, जब तपाईले त्यो रेजिलियन्स दृढता सहनशीलता तपाईकोमा त्यो स्ट्रङ पावर हुने होइन, त्यो चाहिँ तपाईले कसरी सिक्नु हुँदो रहेछ भनेदेखिको यस्तैबाट कहिले टुटेर कहिले फुटेर कहिले होइन तपाईँ भिरबाट लडेर कहिले त तपाईँ सुसाइड गर्ने स्थितिमा पनि पुग्नुहुन्छ होइन। तर तपाईलाई हमेसा तर जे होस् तपाईले बाँच्नु नसक्ने स्थितिमा जब पुग्नु भयो भने चाहिँ यो सधैँभरि याद गर्नु पर्दो रहेछ, उपरवालाले चाहिँ तपाईलाई देखिरहनु भएको हुन्छ क्या, हेरिरहनु भएको हुँदो रहेछ। अनि तपाईलाई त्यस्तो जोखिमपूर्ण स्थितिबाट जब तपाईँ निस्किनुहुन्छ बचाउनुहुन्छ, त्यो कसले बचायो भन्दाखेरि उनै परमात्माले तपाईँलाई त्यहाँबाट सट्ट निकाल्नु हुँदो रहेछ क्या। अनि अब यो के अरे म भर्खरै मेलबर्न कन्फरेन्स गएर म आएको थिएँ होइन। हामीहरू धेरै साथीभाइहरू त्यसमा हामी जोडिएका छौँ र हामीहरू त्यहाँ जाँदाखेरि एउटा स्पिकरले यस्तो मजेदार बात बताउनु भयो कि त्यो कुराले मेरो घतमै छुयो क्या। त्यो कुरा कस्तो थियो के हो भने हामी आफ्नै विकासको बाटो हिँड्दा हामीलाई सक्सेस मात्रै चाहिन्छ अरे होइन, छिट्टै चाहिन्छ, छिट्टै आओस्। फेलर भयो भने हामी दुखी हुन्छौँ, यो फेलियरदेखि हामीलाई चिड हुन्छ, यो त कतै नआओस् भन्छौँ हामी। तर उहाँले के भन्नुभयो थाहा छ, फेलियर त स्वाभाविकै हो, हामीले एक्सपेक्ट गर्नुपर्छ अरे। त्यो फेलियर चाहिँ हाम्रो जीवनमा हुन्छै हुन्छ होइन। सक्सेसको साथ फेलियर बगेर त हामी त्यहाँ माथि हासिल गर्न अवश्य नै सक्दैनौँ। अनि यो त आउँछै आउँछ हो। र यो फेलियर छिट्टै आओस् भन्ने एक्सपेक्ट गर्नु अरे, ताकि सक्सेस पनि छिट्टै आउँछ। अब त्यो फेलियर पनि तपाईँको ढिलो गरेर आयो भनेदेखिको होइन, तपाईँको सक्सेस पनि ढिलै हुन्छ। यो फेलियर भन्ने ढिलो आयो भने सक्सेस पनि ढिलै आउँछ। र हेर्नुहोस् साथी हो, फेलियरदेखि हामी घबराउँछौँ, डराउँछौँ। यही घटना हाम्रो जीवनमा घट्यो भने हामीले यसलाई भव्य रूपमा लिएर कहिलेकाहीँ त हामी सुसाइड गर्न पनि सोच्ने अवस्थामा पुग्छौँ। यो त सत्य कुरो हो नि त साथीभाइ होइन। हाम्रो जीवनमा हामी कति हताश हुन्छौँ, हामीलाई केही कुरो हामीले इच्छा गरेको छ भने त्यो कुरो हामीले अब आगे बढेर गर्दै जान्छौँ, तर अब यसमा भएन भनेदेखि हामी हताश भएर होइन हामी अब यस्तो अवस्थामा पुग्छौँ। या त हताश भएर यो कामलाई क्यान्सल गर्ने या इभन यसले हाम्रो जीवनमा नकारात्मक स्थिति लाग्न पनि सक्छ। तर यो स्पिकरले कति राम्रो कुरा भन्नुभयो कि केही काम गर्दा फेलियरको आशा राख्नु अरे होइन। अनि यो फेलियर छिटो आओस् अनि बार बार आए पनि केही छैन भनेर चाहिँ त्यो एक्सपेक्टेसन गरेर चाहिँ हामीहरू हिँड्नु अरे। तपाईँलाई प्रत्येक पाइला र मजबुत बनाउँदै जान्छ
र त्यो लक्ष्य जुन चाहिँ तपाईँको इच्छा छ त्यो हासिल नहुने त कुरै छैन। अनि यो त सत्य कुरो हो नि त, होइन? हामीले अब जानेकै कुरो हो, तर अब हामीले त्यसमा चाहिँ नजरअन्दाज गरिरहेको थियौँ, होइन? त्यसैले प्रेमले पनि हामीलाई कहिले हँसाउँछ अरे, कहिले रुवाउँछ, पीडा दिन्छ, विरोध गर्दछ। यसैले तपाईँलाई बलियो र बहादुर खरा सोना बनाएर तपाईँलाई उत्तीर्ण हुन बनाउँछ अरे, होइन? यो हेर्नु त, यो कति राम्रो यहाँनिर इक्जाम्पलहरू छ, होइन? यो रबर ब्यान्ड इफेक्ट जस्तो तपाईँलाई रबर ब्यान्डले जस्तो तानेर तपाईँलाई कहाँ पुर्याउँछ, कहाँ पुर्याएर तपाईँलाई छर्लङ्गै तल झारिदिँदाखेरि तपाईँ कहाँसम्मको टेन्सनमा हुनुहुन्छ, होइन? तर त्यो टेन्सन र त्यो पीडा त्यो सबै त त्यो अब कति मिठो रहेछ खासै गरी हामीले सोच्यौँ भने, होइन? किनभने त्यसैले त तपाईँलाई जिन्दगीको सबसे महत्त्वपूर्ण कुराहरू तपाईँलाई सिकाउँछ त्यसले, होइन? अनि तर अब हामी त, होइन, यो कुरो चाहिँ कहिले पनि हामीलाई नआओस् भनेर सोध्छौँ, तर त्यो सोच्नु नहुने रहेछ क्या। अनि अर्को कुरो चाहिँ द माइकल एन्जेलो फेनोमेनन अरे, होइन? अब यो यति सुन्दर साइकोलोजी हो कि यो प्रेमले चाहिँ जो पनि होस्, होइन, एउटा मूर्तिकारले जस्तो एक अर्कालाई ढुङ्गा खोप्ने औजारले खोपे जस्तै खोप्छ, हो नि? होइन, हामीहरू कति तनावमा हुनुपर्छ, कति लडाइँ गर्नुपर्छ, कति त्यो च्यालेन्जेस फेस गरेर, होइन? कहिले त एक अर्कादेखि कहिले त अब आफ्नो घर परिवारको कुनै सदस्यलाई निकाला पनि गर्नुपर्छ, होइन? अनि अब यस्तो कुरोहरू जब हुन्छ र म्युचुअल ग्रोथ ल्याउने सक्षम हुन्छ अरे। अब सेयर्ड हिस्ट्री, सेयर्ड पेन, सेयर्ड जर्नीले गर्दा बलियो र स्ट्रङ फाउन्डेसन सम्बन्ध बनाउँदछ। अब यो चाहिँ चाहे पति पत्नी होस् या परिवारको सदस्य होस्, होइन? त्यो सबै अब दुःख सबै बाँटेको हुन्छ हामीले, होइन? हाम्रो जुन चाहिँ लक्ष्य लिएर हिँडेको हुन्छ त्यो पनि बाँटेकै हुन्छ। अनि सबै कार्यहरू हामीले बाँटेकै हुन्छ, हो? त्यो बाँड्दै जाँदा के हुँदो रहेछ भने अब हामीलाई त्यो के अरे एउटा फाउन्डेसन बनाउँछ, आफ्नो एउटा बलियो के भन्छ बलियो रिस्ता सम्बन्ध बनाउने, होइन? र सम्बन्धलाई बाँधेर राख्ने एउटा बलियो धागो हुन्छ अरे। अब त्यसैले त, होइन, अब हामीले कति त्यहाँ सेवा दिएको छौँ, होइन? हामीले दुःखलाई पनि अब ऊ अर्कोको हो नभनिकन आफ्नै हो भनेर हामीले आफूले पनि त्यो पीडा खपेको छौँ। त्यो यात्रा पनि जस्तो जस्तो अरूले गर्छ त्यस्तै हामीले पनि खपेको छौँ, होइन? त्यो सबै गरेर चाहिँ अब त्यो चाहिँ एउटा हामीले के हो इन्भेस्टमेन्ट गरेको जस्तै रहेछ। जति हामी इन्भेस्टमेन्ट गर्छौँ त्यति नै अब त्यसलाई माया लाग्छ क्या हामीलाई, किनभने हामीले खुदले गरेको छ नि त, आफ्नो लगानी लगाएको छ नि त त्यहाँनिर, होइन? त्यसैले आफ्नो सबैको आइडेन्टिटी पहिचान प्रस्तुत गर्दछ, आफ्नो आइडेन्टिटी बनाउँछ यसले, होइन? अनि जसले यो प्रक्रियाबाट गुज्रिएको हुन्छ उनीहरू त्यहाँदेखि मलाई मेरोदेखि हामी हाम्रो हामीलाईको कन्सेप्टमा पुग्छन्। कति राम्रो कुरो, होइन? प्राय जस्तो हामीले मेरो आफ्नो बारेमा मात्रै हामीले सोचिरहेको हुन्छौँ, तर गर्दा 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 के हुन्छ त्यो हामीले त्यो के भन्छ त्यो एकल काटेपन, होइन? त्यो हामीले आफैलाई मात्रै सोच्ने त्यो चाहिँ अब बिस्तारै बिस्तारै यो गरेर अब यो हेर्नुहोस् त, यो कति राम्रो यो के भन्छ युनिभर्सको सिस्टम, होइन? हामीले त सारा दुनियाँको बारेमै सोच्नु पर्ने हो नि त, हामीले त्यो लाइनमै जानुपर्ने हो नि त। तर सबसे तल्लो स्तरमा जब हामी जिन्दगी जस्ट गुजारिरहेको हुन्छौँ त्यति बेला के हुन्छौँ मलाई मेरो त्यतिमै छ जिन्दगी, होइन? तर त्यसमा त त्यसले हामीलाई कतै पनि शान्ति
खुसी कहिले पनि दिँदैन रहेछ क्या त। हामी शान्ति र खुसी त खोज्छौँ, तर हाम्रो खोज्ने तरिका कति गलत होइन। जब खोज्ने तरिका नै गलत भएको छ भने हताश त किन नहुनु होइन। अब राइट प्रक्रिया चाहिँ हामीले खोज्नु पर्ने रहेछ। अनि यो परिवार या पति पत्नीको बारेमा यो एकदम स्ट्रङ पोइन्ट्स रहेछ होइन। अनि कुनै व्यक्ति र सदस्यले जोखिमपूर्ण घटना या दृश्य भोग्दछ, अरू सदस्यहरूले अलिकति बर्दाश्त गर्नुहोस् है। मलाई चाहिँ खुब मजा लाग्यो यो होइन। त्यही भएर के अरे म यो कम्प्लिट गर्नै चाहन्छु। अलिकति अब एक पेज र आधी छ होइन। पनि त्यो एउटा व्यक्तिको लागि साथ दिएको सम्झँदैनन् अरे। अब अर्कोले जति गलत बाटोतिर गइरहेको छ, नराम्रो कार्य गरिरहेको छ, त्यो घरको सदस्यहरूले चाहिँ अब उसको भलाइको लागि सोचिरहेको हुन्छ। यो मेरै लागि हो होइन। मैले नसुधारे कसले सुधार्छ, हामीले उसलाई राम्रो बाटोमा नलगाए कसले गर्छ भनेर चाहिँ उनीहरूले त्यो आफ्नै लडाई हो भनेर सम्झन्छन्, सम्झेर गरिरहेको हुन्छ। तर तपाईँलाई थाहा छ के अरे हामीले भोगेकै कुरा हो होइन। कतिले यस्तो सोच्दैनन् क्या, उनीहरूले उल्टा सोचिरहेको हुन्छन्। त किन मेरो पिछा मात्रै लागिरहेको, म जे गरौँ मेरै खुसी हो होइन। तैँले मलाई सिकाउनु पर्छ, तैँले मलाई भन्नुपर्छ, तेरो खाइदिएको छु मैले यस्तो नराम्रो कार्य गरे त के होइन। तर तपाईँले आफैले जे पनि गरे त त्यसले अरूलाई कति असर पर्दो रहेछ होइन। यहाँ रुपियाँ पैसाकै मतलब पनि छैन होइन। गर्नु त तिमीले गरिरहेछ, तर अरूलाई कति पीडा हुन्छ। कस्तो तिमीले जो गरिरहेको छौ राम्रो त गरेको छैन नि त होइन। र त्यही कारण अरूले त आफ्नै पीडा भनेर होइन, उनीहरू कति रोइरहेको हुन्छ, कहाँसम्ममा भोगिरहेको हुन्छ होइन। एक अर्का परिवारको सदस्यमाथि त्यो पीडाहरू सेयर गरेर कहिले त रुन्छन्, कहिले त पागल हुन्छन्, कहिले त उपाय पाउँदैनन् के गर्नु भनेर। तर त्यो इन्डिफरेन्स हुने मान्छेलाई त मतलबै छैन, उसले त उल्टा सोचेर हिँडिरहेको हुन्छ होइन। यस्तो खालको पीडा चाहिँ हामीले कसैलाई दिनु नपरोस् क्या। र जुन रेजिलियन्स बनेको छ त्यसलाई यस्तो भनिएको छ होइन। अब यसबाट अब जसले खपेको छ, जसले यो पीडादेखि गुज्रिँदै आएको छ र उसको त्यो सहनशीलता दृढता त बलियो बनिँदै आएको छ नि त त्यसबाट होइन। सूक्ष्म रूपले हामीलाई कस्तो के अरे हाम्रो माथिल्लो स्थानमा हामीलाई पुर्याउँदै जान्छ। अनि मनुष्यको उद्देश्य पनि खासै गरी त्यही रहेछ क्या। हाम्रो तल्लो स्तरदेखि होइन, सानो सानो कुराहरू घबराउने, यो म सनै सक्दिनँ भन्ने, मलाई त यस्तो चिज म त गर्नै सक्दिनँ हौ, यो त जति गरे पनि सक्दिनँ हामी भन्छौँ होइन। तर त्यस्तो प्रकारको भनाइदेखि हामीहरू अलिकति समझदार भएर चाहिँ अब एभ्रिथिङ इज नट पर्मानेन्ट होइन। सबै परिवर्तनशील छ। परिवर्तनशील किन भएको भन्दाखेरि अब हामीले आफ्नै आपलाई नै अब माथिल्लो स्तरमा पुर्याउनु छ होइन। माथिल्लो स्तरमा पुर्याउनु छ मेरो भन्नाले चाहिँ अब मैले यो भन्न खोजेको होइन कि तपाईँ एकदमै ठुलो नोकरी पाउनु, धन दौलत भएर चाहिँ एकदम मान्ने गन्ने मान्छे बन्नु भनेर चाहिँ त्यस्तो चाहिँ भनेको होइन होइन। त्यो त अब के यो भौतिक दुनियाँमा हामी आएपछि त्यो भौतिक दुनियाँले आफ्नै आफै सिकाउँछ होइन तपाईँलाई। त्यो त गरिहाल्नुहुन्छ, कसैले भन्नु हुँदैन। सबैको उद्देश्य नै त्यही हो, हासिल गर्नु। तर हामीले चाहिँ आफ्नो भित्रको स्पिरिचुअलिटीलाई चाहिँ हामीले उत्थान गर्नु पर्ने रहेछ। किनभने वी आर द क्राउन अफ क्रिएसन। अनि त्यो कुरो हामीले बुझेनौँ भनेदेखिको हामी एकदमै नासमझ हो, हामीले बुझेकै छैनौँ केही पनि जिन्दगीको रहस्य होइन। अनि यहाँ त्यो रेजिलियन्सलाई चाहिँ के भनेको छ भन्दाखेरि इङ्ग्लिसमा छ यो होइन, इङ्ग्लिसमै भन्दा अलिकति राम्रो होला होइन। रेजिलियन्स इज अ सुपर पावर अरे, जुन चाहिँ त्यो दृढता र सहनशीलता तपाईँले हासिल गर्नुभएको छ नि, त्यो चाहिँ तपाईँको सुपर पावर जीवनको। बट इट्स अ टु वे स्ट्रिट, इट्स अबाउट 2 or more people
choosing to be shock absorbers for one another. हैन, यो हेर्नु त कति मजाको कुरा छ यो. If only one person is doing the absorbing, it's not resilience अरे, it's just exhaustion. हैन, जब यो क्या त यो अब हामीहरू जुनै पनि होस्, परिवारमा होस्, पति पत्नीमा होस्, या छरछिमेकीको होस्, साथीभाइ, कसैलाई हामीले माया गर्छौं र उनको लागि हामी चिन्ता भोगेर उनको लागि हर कुरो गरिरहेका छौं, तर त्यो व्यक्ति एकदम इन्डिफरेन्स हुन्छ, उसलाई मतलबै हुँदैन. हैन, त्यो उसलाई उसको लागि चिन्ता गर्ने, उसको लागि भलो सोच्ने एक तरफबाट मात्रै भइरह्यो, तर उसले एउटा के ड्याम केयर गर्छ तपाईलाई भनेदेखिको यो चाहिँ रेजिलियन्स होइन. हैन, यो त एउटा एक्जर्सन अरे, तपाईलाई एकदम थकावट दिने, तपाईलाई भारीपन दिने त्यो काम मात्रै हुन्छ. त्यो त्यसले चाहिँ तपाईलाई कम्प्लिटली नै तपाईलाई बर्बाद गर्छ क्या. जब यस्तो भयो भने सम्बन्ध के हुन पुग्छ? यो सम्बन्ध पार्टनरशिप होइन, एउटा बोझ, बर्डन हुन जान्छ. अब यो सम्बन्ध पनि हामी जति पनि सम्बन्ध हुन्छ दुनियाँमा, हैन, यो त एउटा पार्टनरशिप जस्तै त हो नि त. हैन, एक तरफबाट मात्रै हुँदैन क्या, दुई तरफबाट नै गर्नुपर्छ. हैन, अरूले मेरो लागि के गरेको छ, के गुण गरेको छ, त्यो कहिले पनि भुल्नु हुँदैन. त अर्को त्यो भुलेन भने चाहिँ हाम्रो लाइफमा इम्ब्यालेन्स हुन्छ. इम्ब्यालेन्स भएपछि त्यहाँ के हुन्छ भने तपाई त्यो भिरबाट खुट्टा तल झर्दछ. हैन, अनि यस्तो इन्डिफरेन्स हुने आदतलाई के बताएको छ थाहा छ? यस्तो व्यक्तित्वलाई नासमझदार बताएको छ, जसमा पर्याप्त हुने ज्ञान नभएको, समस्याको बोझ लिन नसक्ने, र मलाई लाग्छ यो अधिक बोझ तपाईले या कसैलाई आफै मात्र लिइरहेको छ भने यो पार्टनरशिप अब जोखिममा परे जस्तो हुन्छ. एक टिम बन्न मुस्किलै हुन्छ अरे. र यस्तै त हुन्छ नि त हामीले भोगेको, हैन यो. अनि जब एक व्यक्तिले सबै जिम्मेवार लिने गर्छ, तपाईले अर्कोलाई के गर्नु हुँदैछ भनेदेखि उसलाई चाहिँ अनुमति दिनु हुँदैछ, जानी नजानी उसले चाहिँ केही नगर्नु पर्ने. त सबै गरिदिनु भयो भने त उसले के गर्ने, बसेर त एकदम उसले त के अरे बसिरहन्छ नि, हैन. अनि यसको सोलुसन चाहिँ के हो र छ त भन्दाखेरि स्टेप ब्याक. त्यही गर्छौं नि त हामीहरू, हैन. हामीहरू कसैलाई अब कति सुधार्नु खोज्दा पनि सुध्रेन भनेदेखिको एक दिन यस्तो समय आउँछ कि अब हामीलाई अब त्यसलाई जति गर्दा पनि नहुने रहेछ भनेर चाहिँ हामीहरू वी जस्ट स्टेप ब्याक. अनि पछि हट्नु, हामी पछि हट्छौं. त्यहाँदेखि के हुन्छ, उसको सम्बन्ध सबै बिग्रिन्छ. बिस्तारै त्यो मान्छेलाई के अरे अब परिवारदेखि समाजदेखि पनि ऊ दूर हुन्छ, एक्लै रहन पुग्छ. र त्यसले त कसैलाई पनि के अरे राम्रो त गर्दैन नि त, हैन. र किन यस्तो काम गर्नु? अनि जस्तो गर्छ र हामीले पछि हटेर चाहिँ उसलाई चाहिँ के गर्नुपर्छ अरे, जसले जस्तो गर्छ उसैको भुक्तान उसैलाई हुन दिनु अरे. तर हामीलाई त कति माया लाग्छ नि बिचारा. उसले अब त्यो यस्तोमा परे भने डर त तपाईलाई हुन्छ, किनभने उसलाई त अब डरदै हुँदैन, उसलाई त इन्डिफरेन्स छ. ऊ त हैन, उसले जे गरे पनि उसको मर्जी, हैन. मलाई कसले केही गर्छ, म त मालिक हो, हैन. त्यस्तो प्रकारको, हैन, उसलाई दिनु अरे. त उसलाई माया त्यो मोहमा नपरिकन क्या, त्यो टु मच एट्याचमेन्ट इज नट गुड. त्यसले तपाईलाई नोक्सानै गर्छ क्या. तपाईले जति गर्दा पनि त्यो एक समस्या ठिक हुँदैन, अर्को पक्षको केही बदलाव हुँदैन भने अब यस्तो आइसकेको हो जो जहाँ छ त्यसलाई त्यही छोड्नु. त्यति गर्दा पनि त्यो पक्षले त्यहाँ एउटा खाली स्थान छ
जो मैले भर्नुपर्छ भन्ने अझ बुझ्दैन भने तपाईँ आफैले अब आफ्नै आपलाई सोच्नु पर्ने हुन्छ कि यो बोझ म एक्लै कहिलेसम्म उठाउन सक्छु। यो एउटा मूर्तिसँग सम्बन्ध कसरी हुन सक्छ? त्यो मूर्ति नै त हो नि त, कति गरे पनि उसलाई त पर्वै छैन, हैन? ढुङ्गा जस्तै, मूर्ति जस्तै क्या। जब तपाईलाई महसुस हुन्छ कि यस्तो तपाईलाई महसुस हुँदै जान्छ, तपाईले 4 वटा पोइन्ट सोच्नु अरे क्या बिफोर त्यो सम्बन्धलाई विच्छेद गर्नुभन्दा पहिला, त्यसलाई टुटाउनु भन्दा पहिला यो 4 वटा प्रक्रियामा तपाईले राम्ररी सोच्नु अरे। त्यो प्रक्रिया चाहिँ के हो भने सबसे पहिला कोसिस। तपाईले विचार गर्नु पर्दछ कि त्यो कोसिसमा तपाईको तर्फबाट 100 मा 90 चाहिँ तपाईको भइरहेको छ, 10 मा उसको भइरहेको छ भने, तपाईलाई त्यस्तो लाग्दछ भने, हैन, त्यो एउटा पोइन्ट भयो। अनि अर्को भयो चाहिँ कन्फ्लिक्ट, द्वन्द, हैन? द्वन्द, विवाद, मतभेद त हुन्छ त्यसमा, हैन? कति अब रिसराग भइरहेको हुन्छ, एकअर्कामा मतभेद भइरहेको हुन्छ, कति यो तपाईको साथ, तपाईलाई जब लाग्छ तपाईको साथ बेइमानी र मान सम्मान छैन जस्तो लाग्छ, त्यो विवादमा जस्तो तपाईले सुन्छ अर्को पक्षले नराम्रो बोलीहरू गरिरहेको हुन्छ, तपाईलाई बेइज्जती गरिरहेको हुन्छ, तपाईलाई अपमान गरिरहेको हुन्छ, हैन? उसको बोलीमा राम्रो बोली एउटै पनि हुँदैन। जब त्यस्तो लाग्न थाल्छ अनि तपाईलाई यु फिल इग्नोर्ड एन्ड पुस्ड अन्डर द रग, त्यस्तो तपाईलाई हुन थाल्यो भनेदेखिको, हैन, अब यो पनि अब दोस्रो पक्ष हो। तपाईले अब कुछ निर्णय गर्ने, लास्ट अन्तिम निर्णय गर्ने समय आयो भनेर सोच्नु पर्ने, हैन? अर्को चाहिँ तपाईको भित्र कस्तो महसुस हुँदैछ, फिलिङ्स, हैन? एक्लै भए जस्तो लाग्ने, अनि तपाई कम्प्लिटली खाली भए जस्तो, हैन? तपाई कम्प्लिटली ड्रेन्ड आउट, हैन? तपाई एकदमै एक्जस्टेड, योबाट अब तपाईलाई बर्बादै मात्रै हुन्छ जस्तो लाग्यो भनेदेखिको, हैन? त्यस्तो फिलिङ्स तपाईलाई हुँदै गयो भने अब तपाईको समय आयो, अब तपाईले एउटा एकदम बलियो निर्णय लिने समय आएको भनेर सोच्नुपर्छ। अनि जब यो सबै यस्तो, त्यसमा चाहिँ त्यसको रिजल्ट चाहिँ के हुँदैछ भनेदेखि यसमा तपाईको रिजेन्टमेन्ट, हैन, कड़वाहट आउँदैछ। तपाईहरू जो पनि हुनुहुन्छ सम्बन्धमा मनमुटाउ, हैन, गिला सिक्वा धेरै नै हुँदैछ। अनि अन्तमा तपाईको यस्तो हुँदैछ भनेर यो सबै प्रक्रिया तपाईले सोच्नु भयो भने छुट्नु र टुट्नु नै बेस हो। र यो हेर्नु त यो कति राम्रो लाग्यो है मलाई चाहिँ। तपाईहरुलाई कस्तो लागेछ, अलिकति लामो पनि भएछ, हैन? र सबैजनालाई जय श्री सच्चिदानन्द, बधाई छ तपाईहरुलाई।